Expert Education and Visa Services Chitwan presents Expert Creek Quiz 2025, where knowledge hits a six. Organized by Cricket Association of Chitwan CAC, powered by BYD. Media partner NaraniOnline.com. Broadcasting partner Narani Khel Live. नमस्कार, एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस चितवन प्रेजेन्ट्स एक्सपर्ट क्विक क्विज 2025 को एपिसोड 3 मा तपाईलाई हार्दिक स्वागत छ। म क्विज मास्टर विनोद बाबु रिजाल। चितवनका 15 वटा सेकेन्डरी स्कुलहरू सहभागी हुने गरी चितवन जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको एक्सपर्ट क्विक क्विज 2025 क्रिकेटसँग मात्र सम्बन्धित भएर आयोजना गरिएको चितवनको पहिलो क्विज कन्टेस्ट हो। यसमा प्रतिस्पर्धा जनाएर विजयी हुने एउटा टिमले नगद 20,000 र विनर ट्रफी प्राप्त गर्नुहुनेछ भने रनर अफ ट्रफी सहित नगद 10,000 पुरस्कार प्राप्त गर्नुहुनेछ। यो कार्यक्रमलाई एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसले प्रेजेन्ट गरेको हो भने चितवन जिल्ला क्रिकेट सङ्घ यसको आयोजक हो। पावर्ड बाई BYD, मिडिया पार्टनर नारायणी अनलाइन एन्ड ब्रोडकास्टिङ पार्टनर नारायणी खेल लाइभ। तपाईँ यो कार्यक्रम नारायणी खेल लाइभ, नारायणी अनलाइन युट्युब च्यानलमा सँगसँगै विभिन्न सोसियल मिडिया प्लेटफर्मबाट पनि हेर्न सक्नुहुनेछ। 15 वटा सेकेन्डरी स्कुलहरूलाई हामीले विभिन्न 3 वटा पुलमा विभाजन गरेर 3 वटा एपिसोडमा उहाँहरूको पहिलो राउन्ड सञ्चालन गरिरहेका छौँ भने 3 वटा राउन्डबाट अन्तिम प्रतिस्पर्धाका लागि 4 वटा विभिन्न टिमहरू फाइनलमा प्रवेश गर्नुहुनेछ। 3 वटा राउन्डका विनर, प्रत्येक राउन्डका विनर 3 वटा टिम फाइनल प्रतिस्पर्धामा पुग्नेछ भने अन्तिम फाइनल प्रतिस्पर्धीको घोषणा हामी रनर अपहरू मध्येबाट सबैभन्दा हाई स्कोर गर्ने एउटा टिमलाई गर्नेछौँ। आज हामीसँग एपिसोड 3 मा हामीसँग 5 वटा सेकेन्डरी स्कुलहरू सहभागिता जनाउन गइरहेका छन्। हामीसँग हिमालय दण्डपहाडी सेकेन्डरी स्कुल, वाल्मीकि शिक्षा सदन, आदिकवि भानुभक्त माध्यमिक विद्यालय, अर्किड स्कुल र युनिक एकाडेमी एन्ड न्यू क्यापिटल कलेजको एउटा संयुक्त टिम हामीसँग यहाँ रहेका छन्, जसलाई न्यू क्यापिटल कलेजको ब्यानरमा उहाँहरूले खेलिरहनु भएको छ। म सबैभन्दा पहिले आजका पार्टिसिपेन्ट 10 जना विभिन्न विद्यार्थी साथीहरूको परिचय गराउनतर्फ अगाडि बढिरहेको छु। मेरो बायाँतर्फ हामीले ड्र मार्फत उहाँहरूको प्लेसिङ गरेका छौँ। मेरो नजिकै रहनु भएको छ अर्किड स्कुल। कृपया आफ्नो परिचय दिनुहोला। सम्पूर्णमा नमस्कार, म अर्किड माध्यमिक विद्यालयबाट क्रिस्टल सुवेदी। Good afternoon everyone, myself Aditya Gupta from Orchid College. Good afternoon everyone, it's me Rohit Yadav representing Adikavi Bhanubhakt Secondary School. सबैमा नमस्कार, म चाहिँ सुनिल ठाकुर, आदिकवि भानुभक्त। त्यसगरी हिमालय दण्डपहाडी। Good afternoon everyone, I am representing Himalayan. Hello, it's me Dispersonable from Himalayan Dण्डपहाडी. Good afternoon everyone, myself Madhav Sapuda from Balmit College. Myself Tito Sapuda from Balmit College. Warm greetings to all, I am Saman Singh Khada representing Unique Academy. Good afternoon everyone, it's me Ankit Gupta. Thank you very much. 5 वटै टिमले आफ्नो प्रतिस्पर्धीहरू यहाँ प्रस्तुत गरिसकेको छ र उहाँले आफ्नो परिचय पनि प्रस्तुत गरिसक्नु भएको छ। तपाईलाई फेरि पनि मैले जानकारी गराएँ, न्यू क्यापिटल कलेजको ब्यानरमा युनिक एकाडेमी र न्यू क्यापिटल कलेजको संयुक्त टिम, अर्थात् यो एउटै नै संस्था हो। न्यू क्यापिटल कलेज जहाँ 11 एन्ड 12 पढाइ हुन्छ भने त्यसको स्कुल भनेको युनिक एकाडेमी हो। उहाँहरूले परिचय दिँदाखेरिमा न्यू क्यापिटल वा युनिक एकाडेमी दुईटै आउन सक्छ। यहाँहरूले त्यसलाई न्यू क्यापिटलको ब्यानर भनेर बुझ्नुहुनेछ। र हामीसँग जुरी मेम्बरको रूपमा क्रिकेट एसोसिएसन अफ चितवनका सचिव सुरज ग्यावाली हुनुहुन्छ। सुरज सर, जुरी टिमको तर्फबाट केही भन्नुपर्ने छ भने कृपया यहाँहरूको टिम लिडर यहाँको लेफ्टमा बसिदिनु होला। हामीले अघिदेखि नै त्यही गरिरहेका छौँ। अहिले यहाँहरूलाई जानकारी नगराए पनि यहाँहरू त्यही अवस्थामा हुनुहुन्छ भन्ने विश्वास छ। त्यसै गरी हाम्रो गेस्ट जोनमा विभिन्न व्यक्तित्वहरूको उपस्थिति छ।
आयोजक संस्था क्रिकेट एसोसिएसन चितवनका प्रेसिडेन्ट सुदीप पियाजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। त्यसैगरी कार्यक्रमको मुख्य प्रायोजक एक्सपोर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस चितवनका रिजनल अपरेसन म्यानेजर किरण पौडेल नरहरीज्यूको गरिमामय उपस्थिति छ। उपाध्यक्ष क्रिकेट एसोसिएसन अफ चितवन उमेश पियाज्यू, यहाँलाई स्वागत तथा सम्मान व्यक्त गर्दछु। त्यसैगरी मेम्बर हुनुहुन्छ क्रिकेट एसोसिएसन चितवन कार्यसमिति सदस्य प्रशान्त पिया, यहाँलाई पनि स्वागत तथा सम्मान व्यक्त गर्दछु भने माडी एरिया कोअर्डिनेटर हुनुहुन्छ क्रिकेट एसोसिएसनका महादीप श्रेष्ठ, यहाँलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। एक्सपोर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस चितवनको बिल्डिङ बेस क्याम्पको 5औं तलाको प्रेक्षालयमा छायाङ्कन भइरहेको यस कार्यक्रममा विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थी, शिक्षक तथा अन्य विभिन्न महानुभावहरू अडियन्समा रहनुभएको छ। एकमुष्ट सबैलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। हामीसँग स्कोररको रूपमा अतीत पङ्गेनी र टाइमरको रूपमा सोहम केसी रहनुभएको छ। नेपाल स्काउटबाट उहाँहरूले हामीलाई हरेक एपिसोडमा सहयोग गरिरहनु भएको छ। यहाँहरूलाई पनि हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। प्रतियोगिताको नियम यहाँहरूलाई जानकारी भएको विश्वास मलाई छ। तैपनि म कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हामीसँग 4वटा विभिन्न राउन्डहरू रहेका छन्। सबैभन्दा पहिलो राउन्ड नेपाली क्रिकेटसँग सम्बन्धित रहेका छन्। नेपाली क्रिकेट भनेका छौँ हामी त्यसलाई भने। दोस्रो राउन्ड इन्टरनेसनल क्रिकेट। तेस्रो राउन्डमा हामी भिजुअल प्रस्तुत गर्नेछौँ यहाँहरूलाई भिजुअल राउन्ड नाम दिएर, र अन्तिममा ऱ्यापिड फायर राउन्ड यहाँहरूलाई प्रस्तुत गर्नेछौँ। हामीले हरेक राउन्डमा विभिन्न 6वटा क्वेसनहरू राखेका छौँ। यहाँहरूले एउटा नम्बर रोज्नुपर्ने हुन्छ र ऱ्यापिड फायर राउन्डमा विभिन्न 6वटा सेट्समा हरेक सेटमा 5वटा क्वेसन रहनेछन्। तपाईँले पहिलो एटेम्प्टका लागि 30 सेकेन्ड टाइम पाउनुहुनेछ भने हरेक पासको लागि तपाईँले 10 सेकेन्ड टाइम पाउनुहुनेछ। हरेक फर्स्ट एटेम्प्टमा तपाईँले दिनुभएको करेक्ट एन्सरको लागि 6 यहाँले प्राप्त गर्नुहुनेछ। यो क्रिकेटसँग सम्बन्धित 6 यहाँले 6 रनसँग सम्बन्धित 6 रनसँग मिल्दोजुल्दो गरेर हामीले 6 पोइन्ट यहाँलाई दिनेछौँ भने पास आएको क्वेसनको करेक्ट एन्सरले +4 यहाँलाई गर्नेछ भने ऱ्यापिड फायर राउन्डमा तपाईँले गलत जवाफ दिनुभयो भने -2 हुनेछ। तपाईँले जवाफ नदिन पनि पाउनुहुनेछ। त्यसको लागि तपाईँले पास भन्ने वर्ड प्रयोग गर्नुहोला। ऱ्यापिड फायर राउन्डमा तपाईँ प्रतिस्पर्धी मध्ये जोसुकैले पनि एन्सर दिन सक्नुहुनेछ भने बाँकी सम्पूर्ण राउन्डमा तपाईँले अघि घोषणा गर्नुभएको लिडरले नै आफ्नो जवाफ दिनुहोला। क्लियर हुनुहुन्छ? र तपाईँले नै तान्नु भएको ड्र कुपन अनुसार तपाईँको प्लेसिङ गरिएको छ। त्यस अनुसार हामी सबैभन्दा पहिले क्लकमा तपाईँलाई प्रश्न रोज्ने अवसर दिनेछौँ भने लगत्तै त्यसपछि क्रमशः एन्टी क्लकबाट प्रश्न आउनेछ। फेरि क्लक र एन्टी क्लकमा नै यो समापन हुनेछ। सबैभन्दा पहिले हाम्रो ड्र अनुसार मेरो नजिकै रहनुभएको अर्किड स्कुलले पहिलो क्वेसन रोज्ने अवसर प्राप्त गर्नुभएको छ। क्लकको पहिलो क्वेसन नेपाली क्रिकेट अन्तर्गत कुन रोज्नुहुन्छ? क्वेसन नम्बर 5। क्वेसन नम्बर 5। स्कोरर र टाइमर दुवैजना रेडी हुनुहुन्छ? यदि त्यसो हो भने म तपाईँलाई पहिलो क्वेसन रोज्छु। योर क्वेसन इज व्हाट इज नेपाल्स करेन्ट आइसिसी ऱ्याङ्किङ इन T20I? तपाईँको समय सुरु भएको छ। व्हाट इज नेपाल्स करेन्ट आइसिसी ऱ्याङ्किङ इन T20I? फिफ्टिन। फाइनल जवाफ यही हो? हजुर। सोची विचार गरी जवाफ दिनुभएको छ? हजुर। अर्किड स्कुलको जवाफ 15 आएको छ। यो जवाफ तपाईँको गलत भएको छ र पास भएको छ आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई। 17 फाइनल जवाफ हो? यस सर। 17 एकदमै सही जवाफ। र तपाईँलाई म जानकारी गराउँ, यो 20 फेब्रुअरी 2025 को अपडेट हो। 17 पोजिसनमा नेपाल चाहिँ रहेको छ ऱ्याङ्किङ अनुसार T20I मा। र अब 4 पोइन्ट सँगसँगै आदिकवि भानुभक्त माविलाई क्वेसन रोज्ने अवसर पनि छ। 3। क्वेसन नम्बर 3 हेरौँ अब के हुन्छ। क्वेसन यस प्रकार रहेको छ, हु स्कोर्ड नेपाल्स फास्टेस्ट ODI 50? तपाईँको समय सुरु भएको छ। हु स्कोर्ड नेपाल्स फास्टेस्ट ODI 50? दिपेन्द्र सिंह ऐरी। दिपेन्द्र सिंह ऐरी फाइनल जवाफ हो? क्वेसन 1 पर। हु स्कोर्ड नेपाल्स फास्टेस्ट ODI 50? ODI 50 सबैभन्दा छिटो कसले हान्यो नेपालको तर्फबाट?
समय गइरहेको छ। यहाँ समय सकेको छ। यहाँले दिपेन्द्र सिंह ऐरी भन्नुभएको छ, यहाँको जवाफ गलत भएको छ र पास गएको छ हिमालय दण्डपाणी। अनिल कुमार शाह, यहाँको जवाफ गलत भएको छ। वाल्मिकीलाई पास। कुशल मल्ल एकदमै सही जवाफ यहाँले दिनुभएको छ, +4। वाल्मिकीको खातामा 4 पोइन्ट सहित यहाँको खाता खुलेको छ र अब क्वेसन रोज्ने पालो हिमालय दण्डपाणीलाई गएको छ। क्वेसन नम्बर 1 इस प्रकार छ, व्हिच नेप्लिज क्रिकेटर वन द आईसीसी मेन्स प्लेयर अफ द फेरि सुन्नु होला, व्हिच नेप्लिज क्रिकेटर वन द आईसीसी मेन्स प्लेयर अफ द मन्थ अवार्ड इन 2023। यहाँको समय सुरु भएको छ। व्हिच नेप्लिज क्रिकेटर वन द आईसीसी मेन्स प्लेयर अफ द मन्थ। फेरि भन्नु होला, माइक अन गर्नु होला। रोहित पौडेल फाइनल जवाफ हो यहाँको। यो जवाफ सही होइन। अब पास भएको छ वाल्मिकीलाई। सोमपाल कामी, यो जवाफ पनि सही होइन। न्यू क्यापिटल कुशल मल्ल। कुशल मल्ल, यो जवाफ पनि सही होइन। अर्किड स्कुल दिपेन्द्र सिंह ऐरी। दिपेन्द्र सिंह ऐरी, यो जवाफ पनि सही होइन। भानु सन्दीप लामिछाने। सन्दीप लामिछाने एकदम सही जवाफ दिनुभएको छ, +4। आईसीसी मेन्स प्लेयर अफ द मन्थ यो नेपाली प्लेयरहरूले एकदम रेयरली पाउने भएको कारणले गर्दाखेरिमा क्वेसनमा मेन्सन भयो र सन्दीप लामिछानेले यो 2023 मा प्राप्त गरेका हुन्। र हामी अब पहिलो राउन्ड अन्तर्गतको चौथो क्वेसन रोज्ने अवसर दिन्छौँ वाल्मिकीलाई। क्वेसन नम्बर 4, your question is, how many matches does Sandeep Lamichhane take to claim fastest cricketer to take 100 international ODI wickets? समय सुरु भएको छ। How many matches does Sandeep Lamichhane take to claim fastest cricketer to take 100 international ODI wickets? 42। फाइनल जवाफ हो यहाँको। सन्दीप लामिछानेले 100 इन्टरनेसनल ओडिआई विकेट लिनलाई 42 म्याच खेल्नुभयो। यहाँको जवाफ यही हो होइन त? एकदमै करेक्ट भएको छ यहाँको जवाफ र +6 यहाँको खातामा आएको छ र नेपाली क्रिकेट अन्तर्गत अन्तिम क्वेसन रोज्ने अवसर न्यू क्यापिटललाई छ। क्वेसन नम्बर 2। क्वेसन नम्बर 2 इज, हु इज नेपाल्स लिडिङ रन स्कोरर इन ओडिआई क्रिकेट? योर टाइम स्टार्ट्स फ्रम हियर। Who is Nepal's leading run scorer in ODI cricket? रोहित पौडेल। रोहित पौडेल, स्योर हुनुहुन्छ? यस, आई थिङ्क सो। रोहित पौडेल, यहाँको जवाब एकदमै सही भएको छ, +6। न्यू क्यापिटल कलेजको खातामा +6 भएको छ। योसँगै हामीले नेपाली क्रिकेट राउन्ड यहाँ नै सम्पन्न गरेका छौँ। हामीसँग विभिन्न 4वटा राउन्ड मध्ये अब हामी सेकेन्ड राउन्ड अन्तर्गत प्रवेश गरेका छौँ। सेकेन्ड राउन्डको नाम हो इन्टरनेसनल क्रिकेट। इन्टरनेसनल क्रिकेटको पहिलो क्वेसन रोज्ने अवसर पनि न्यू क्यापिटल कलेजलाई रहेको छ। एन्टी क्लक अब हामी सुरु गर्छौँ। कृपया एउटा नम्बर रोज्नु होला, 1 to 6। क्वेसन नम्बर 1। क्वेसन नम्बर 1 इज, हु हेज द हाइएस्ट इन्डिभिजुअल स्कोर इन अ one day इन्टरनेसनल म्याच? one day इन्टरनेसनल म्याचमा हाइएस्ट स्कोर इन्डिभिजुअल स्कोर। रोहित शर्मा। रोहित शर्मा, स्योर हुनुहुन्छ? तपाईँसँग समय अझै छ। स्योर। स्योर हुनुहुन्छ? अनस्योर, अनस्योर, स्योर होइन। रोहित शर्मा, यहाँको जवाब आएको छ इज द करेक्ट एन्सर। यहाँले +6 फेरि पनि गर्नुभएको छ। 260 रन्स भर्सेस श्रीलङ्का इन 2014 ओडिआईको यो हाइएस्ट इन्डिभिजुअल स्कोर। र अब हामी एन्टी क्लकको दोस्रो क्वेसन रोज्ने अवसर दिन्छौँ वाल्मिकीलाई। क्वेसन नम्बर 4, हु वाज द फर्स्ट क्रिकेटर टु स्कोर 10,000 रन्स इन टेस्ट क्रिकेट? योर टाइम स्टार्ट्स फ्रम हियर। Who was the first cricketer to score 10,000 runs in Test cricket?
सुनिल गावस्कर सुनिल गावस्कर सुनिल गावस्कर सोच विचार गरिदिनु भएको जवाफ हो खै पढ्नु भएको हो भनेपछि फाइनल यही नै हो पढेको भन्दा सुनेकोलाई विश्वास गर्नुभयो सुनिल गावस्कर इज द करेक्ट एन्सर सुनिल गावस्कर 10,000 रन स्कोर गर्ने टेस्ट क्रिकेटको पहिलो क्रिकेटर हुनुहुन्छ कुन देशको हुनुहुन्छ थाहा छ तपाईँलाई इन्डिया एकदमै अब हामी अर्को क्वेसनतर्फ अगाडि बढ्छौँ हिमालय दण्डपाणी क्वेसन नम्बर 6 द क्वेसन इज विच प्लेयर स्कोर्ड द फास्टेस्ट 300 in test cricket your time starts from here ब्रायन लारा फाइनल हो स्योर हुनुहुन्छ कि चेन्ज गर्नुहुन्छ यही नै फाइनल गरौँ ब्रायन लारा इज द रङ एन्सर र पास भएको छ आदिकवि भानुमाविलाई वीरेन्द्र सेहवाग 10 सेकेन्ड समयमा यहाँले जवाफ दिनुभएको छ वीरेन्द्र सेहवाग इज द करेक्ट एन्सर यहाँले 4 मार्क्स प्लस गर्नुभएको छ र क्वेसन रोज्ने पालो पनि आदिकविसँग नै छ 3 क्वेसन नम्बर 3 द क्वेसन इज which batsman has the fastest century in ODI cricket AB de Villiers yes sir sure हुनुहुन्छ yes sir गेस गर्नु भएको कि स्योर नै हुनुहुन्छ यहाँले जवाफ दिनुभएको छ एबी डिभिलियर्स 31 बलमा सेन्चुरी हान्नु भएको हो एबी डिभिलियर्सले एकदमै करेक्ट एन्सर यहाँको भएको छ एबी डिभिलियर्स इज द फास्टेस्ट सेन्चुरी होल्डर इन ओडिआई क्रिकेट र अब हामी यो राउन्डको अन्तिम क्वेसन रोज्ने अवसर दिन्छौँ अर्किड स्कुललाई योर अप्सन्स आर 2 and 5 Question number 5. Question number 5 is who was the first captain to win all 3 ICC trophies? T20 World Cup, ODI World Cup and Champions Trophy. Mahendra Singh Dhoni. Sure हुनुहुन्छ? 100%. समय त छ अझै? Sure. Mahendra Singh Dhoni, who was the first captain to win all 3 ICC trophies, T20 World Cup, ODI World Cup and Champions Trophy. Your answer is MS Dhoni. MS Dhoni is the correct answer. यहाँले +6 गर्नुभएको छ र यो सँगै हामी इन्टरनेसनल क्रिकेट पनि सकिसकेका छौँ निकै राम्रो खेलिरहनु भएको छ अर्किड स्कुल आदिकवि भानुभक्त माध्यमिक विद्यालय हिमालय दण्डपाडी सेकेन्डरी स्कुल वाल्मीकि शिक्षा सदन एन्ड न्यू क्यापिटल कलेज अहिलेसम्म अर्किड स्कुल 6 पोइन्टको साथमा रहेको छ आदिकवि भानुमावि 18 पोइन्टको साथमा रहेको छ हिमालय दण्डपाडीको खातामा अहिलेसम्म अङ्क छैन यहाँले प्रयास गरिरहनु भएको छ वाल्मीकि शिक्षा सदनको खातामा 16 पोइन्ट रहेको छ भने एनसीसी न्यू क्यापिटल कलेजको खातामा 12 पोइन्ट रहेको छ अहिलेसम्मको अवस्थामा हेर्दाखेरिमा वाल्मीकि सेकेन्ड पोजिसन र त्योभन्दा अगाडि आदिकवि 18 पोइन्टको साथमा रहेको छ त्यसैगरी थर्ड पोजिसनमा एनसीसी देखिन्छ भने फोर्थ पोजिसनमा अर्किड स्कुल रहेको छ हिमालय दण्डपाडीलाई अझै पनि खाता खोल्नको लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ यद्यपि दुईवटा राउन्ड हामीसँग रहेको कारणले गर्दा तपाईँको यो पोजिसन जुनसुकै अवस्थामा पनि पुग्न सक्नेछ अबको दुईवटा राउन्डबाट हामी अब तेस्रो राउन्डतर्फ प्रवेश गरेका छौँ तेस्रो राउन्ड हो भिजुअल राउन्ड क्लक अन्तर्गत अर्किड स्कुलले भिजुअलमा 1 देखि 6 सम्म एउटा नम्बर रोज्नुहोला Question number 5. Question number 5 देखाइदिनु होला अगाडि and swing straight away. Not a lot of carry. And at the moment they got off to a decent start. This is a lovely shot, beautiful timing. Oh, it's a beautiful shot. Pace as well, just under 140 clicks. And this is lovely timing. Pulled away. Wow, what a shot! What a shot! Picked up quickly, dispatched out of the ground.
Oh, well played. Very well played on the pads. They're very strong in that area. One bounce for 4. Over cover. Has it gone all the way? In fact, it's 1 bounce and 4. He needs to learn really quickly, and Asif getting his 50. What an innings this is, especially against an attack like India. Orchid School ko lagi, the question is, in this video, Nepal is playing against India for the first time in the Asia Cup. In which stadium or country was the match played? Sri Lanka. श्रीलङ्का यहाँको फाइनल जवाफ हो हजुर स्टेडियमको नाम पनि भन्नुहुन्छ भन्दिन यहाँ चालाकीपूर्ण खेल्नु भयो Which stadium or country was the match played भन्ने क्वेशन छ और भन्ने बित्तिकै यहाँले स्टेडियमको नाम भने पनि हुन्छ नभने पनि हुन्छ यहाँले जवाफ श्रीलङ्का मात्र दिनुभयो फाइनल जवाफ यदि यहाँको श्रीलङ्का हो भने यो जवाफ एकदमै सही भएको छ +6 यहाँको खातामा भएको छ यहाँले हेर्नु भएको थियो यो म्याच हिस्टोरिकल म्याच नेपालको स्कोर कति यहाँलाई धेरै जानकारी रहेछ यो इन्डियासँगको म्याच भएको कारणले गर्दा पनि धेरैले हेरेका थिए र धेरैले याद गर्ने म्याच पनि हो यो एसिया कपमा नेपालको स्कोर इन्डियासँग भएको कारण राम्रो स्कोर हामीले सबैले मान्छौँ त्यसलाई र यहाँले +6 गर्नुभएको छ यो राउन्डको लागि यहाँलाई हार्दिक बधाई र अब हामी यो राउन्डको दोस्रो क्वेशन तर्फ अघि बढ्छौँ आदि कविलाई छ अवसर 4 नम्बर क्वेशन नम्बर 4 कृपया देखाइदिनु होला And the question is, name the person in the photo who is a famous cricket umpire. समय चलिरहेको छ हिमानगिरी फेरि भन्नु होला हिमानगिरी गलत भएको छ यहाँको जवाफ हिमालय दण्डपाडी पास गर्नुभएको छ वाल्मीकिलाई गलत भएको छ यहाँको जवाफ न्यू क्यापिटल माइक अन गर्नु होला सञ्जय गुरुङ यहाँको जवाफ गलत भएको छ र पास भएको छ अर्किडलाई रजर बिनी यो जवाफ पनि सही होइन अब हामी अडियन्समा जान्छौँ हात उठेको छ यहाँनिर बिली बर्डेन एकदमै सही जवाफ यहाँको नाम भनिदिनुहोस् त इशान थपलिया यहाँलाई बधाई छ अगाडि आइदिनु होला हामी एक्सपर्टको तर्फबाट एउटा गिफ्ट ह्याम्पर दिँदैछौँ कृपया किरण सर उहाँलाई गिफ्ट ह्याम्पर दिइदिनु होला डायरी उता छ हामी अडियन्समा फेरि पनि आउनेछौँ यो राउन्ड पछि हामी रहेका छौँ भिजुअल राउन्ड अन्तर्गत हामी दोस्रो क्वेसन यही पुरा गरेका छौँ अब हामी हिमालय दण्डपानीतर्फ जान्छौँ थर्ड क्वेसन रोज्नु होला क्वेसन नम्बर 3 देखाइदिनु होला And the question is, which cricket stadium is in this photo? सिडनी क्रिकेट स्टेडियम फाइनल जवाफ यही हो तपाईको यहाँको जवाफ रङ भएको छ र वाल्मीकिलाई पास मेलबर्न क्रिकेट ग्राउन्ड यो जवाफ पनि सही होइन न्यू क्यापिटल टेन सेकेन्ड मात्र छ समय सकिएको छ अर्किड एडिलेड ओभल अल्सो रङ एन्सर भानु ओभल क्रिकेट ग्राउन्ड इङ्ल्यान्ड यो जवाफ पनि सही होइन फेरि आयो अडियन्समा
अडियन्समा हात उठेको छ? लर्ड्स क्रिकेट स्टेडियम इज द करेक्ट एन्सर। यहाँले सही जवाफ दिनुभएको छ। म क्रिकेट एसोसिएसन चितवनका तर्फबाट स्कुल क्रिकेट कोअर्डिनेटर विमल छेत्री सरलाई अगाडि आमन्त्रण गर्दछु। उहाँ हाम्रो जुरी टिममा पनि हुनुहुन्छ। कृपया अगाडि आइदिनु होला गिफ्ट ह्याम्परको लागि। धेरै धेरै बधाई छ यहाँले। हामी रहेका छौँ भिजुअल राउन्ड अन्तर्गत। भिजुअल राउन्डका 3वटा क्वेसनहरू हामीले सकिसकेका छौँ। हामी क्लकमा गइरहेछौँ होइन? क्लक अन्तर्गत वाल्मिकीलाई 4थो क्वेसन रोज्ने अवसर छ। क्वेसन नम्बर 6 अगाडि हेर्नु होला। एउटा भिडियो प्ले हुन्छ अब। छोटो भिडियो थियो र तपाईको क्वेसन छ, व्हाट इज द साइन गिवन बाय द अम्पायर इन दिस भिडियो? डेड बल। समय खर्च गर्नु भएन। स्योर हुनुहुन्छ 100%? डेड बल यहाँको जवाफ एकदमै सही भएको छ। +6 यहाँको खातामा फर्स्ट एटेम्प्टमा नै यहाँले सही जवाफ दिएर +6 गर्नुभएको छ। र भिजुअल राउन्डको अन्तिम प्रश्न रोज्ने अवसर छ न्यू क्यापिटललाई। Your options are 1 and 2. Question number 2. Question number 2 is दिपेन्द्र सिंह एरी। सरी क्वेसन मैले यहाँलाई क्वेसन सोधेकै छैन। जुरी के गरौँ यसलाई? जाउँ अगाडि। र यो क्वेसन इज नेम द पर्सन इन द फोटो हु इज अ फेमस नेपाली क्रिकेटर। दिपेन्द्र सिंह एरी। दिपेन्द्र सिंह ऐरी तपाईको एन्सर। हतारिनु भएको थियो। स्योर हुनुहुन्छ? टाइम चलिरहेको छ। 50-50। दिपेन्द्र सिंह ऐरी तपाईको एन्सर। हतारिनु भएको थियो। स्योर हुनुहुन्छ? टाइम चलिरहेको छ। 50-50। दिपेन्द्र सिंह ऐरी नै यहाँले फाइनल मान्नुभयो होइन त? र दुर्भाग्यवश यो जवाफ सही भएको छैन। अब हामी अर्किड तर्फ आउँछौँ। बसन्त रेग्मी। बसन्त रेग्मी यो पनि रङ भएको छ तपाईको एन्सर। आदिकवि विनोद भण्डारी। फेरि एकचोटि भन्नु होला। विनोद भण्डारी। विनोद भण्डारी इज द करेक्ट एन्सर। विनोद भण्डारी एक समयका एकदमै चर्चित हार्ड हिटरको रूपमा हामी विनोद भण्डारीलाई चिन्छौँ। चितवनका कैयौँ म्याचहरूमा पनि उहाँले आएर खेल्नु भएको थियो र उहाँ नेपालको ए टिमको क्याप्टेन पनि हुनुभएको थियो। विनोद भण्डारी यो जवाबसँगै अब हामी भिजुअल राउन्डको अन्तिममा आइसकेका छौँ। हामीले भिजुअल राउन्डका सबै प्रश्नहरू सकिसकेका छौँ। हामीसँग एउटा मात्र राउन्ड रहेको छ अब ऱ्यापिड फायर राउन्ड अन्तिम राउन्डको रूपमा। म सुरज सरलाई अब अडियन्समा केही क्वेसनको लागि अनुरोध गर्दछु। यहाँसँग क्वेसन छ, जुरीबाट त्यो क्वेसन यहाँले सोध्नु होला। ओके, द क्वेसन इज व्हाट इज अ गोल्डन डक इन क्रिकेट? जो ब्याट्सम्यान आफ्नो इनिङको फर्स्ट बलमै आउट हुन्छ त्यसलाई 0 रन बनाएर जो फर्स्ट बलमै आउट हुन्छ त्यसलाई गोल्डन डक भनिन्छ। करेक्ट एन्सर भएको छ र म उहाँलाई गिफ्ट ह्याम्पर दिनु हुनका लागि क्रिकेट एसोसिएसन चितवनका भाइस प्रेसिडेन्ट उमेश पियाजुलाई अगाडि आमन्त्रण गर्दछु। सेकेन्ड टाइम अडियन्सबाट सेकेन्ड टाइम उहाँले करेक्ट एन्सर दिनुभएको छ। हामी फेरि सेकेन्ड क्वेसनमा नि जान्छौँ। सेकेन्ड क्वेसन मलाई सुदीप दाईबाट सोध्न मन लागेछ। Okay, the question goes like this. What does DRS stand in cricket? Decision review system is the correct answer. म गिफ्ट ह्याम्परको लागि प्रशान्त पियाजुलाई अगाडि आमन्त्रण गर्दछु। क्रिकेट एसोसिएसन चितवनका कार्य समिति सदस्य हुनुहुन्छ उहाँ।
थ्याङ्क यू भेरी मच टु अल आशीर्वाद गरिदिनु होला हामी एक्सपर्ट क्रिक क्विज 2025 मा रहेका छौँ एपिसोड 3 अन्तर्गत विभिन्न 5 वटा सेकेन्डरी स्कुलहरूले आज प्रतिस्पर्धामा भाग लिइरहेका छन् न्यू क्यापिटल कलेज युनिक एकाडेमी हामीसँग प्रतिस्पर्धामा रहेको एउटा स्कुल हो भने वाल्मीकि शिक्षा सदन हिमालय दण्डपाडी सेकेन्डरी स्कुल आदिकवि भानुभक्त माध्यमिक विद्यालय एन्ड अर्किड स्कुल हामीसँग आज एपिसोड 3 मा प्रतिस्पर्धामा सहभागिता जनाइरहनु भएको छ मैले अगाडि यहाँलाई भनेको थिएँ 3 वटा एपिसोड सकिएपछि उहाँहरूको स्कोर म भन्छु भनेर र अहिलेसम्मको स्कोर हेर्दाखेरिमा अर्किड स्कुल 12 पोइन्टको साथमा रहनु भएको छ आदिकवि भानुभक्त माध्यमिक विद्यालय 22 पोइन्टको साथमा रहनु भएको छ भने हिमालय दण्डपाडीसँग अहिलेसम्म कुनै पनि अङ्क छैन वाल्मीकि शिक्षा सदन 22 को साथमा आदिकवि भानुमाविसँग बराबरीमा हुनुहुन्छ भने अर्को न्यू क्यापिटल कलेज पनि अर्किडसँग बराबरीको रूपमा 12 पोइन्टको साथमा रहनु भएको छ अब हामीसँग ऱ्यापिड फायर राउन्ड अन्तिम राउन्ड बाँकी रहेको छ ऱ्यापिड फायर राउन्डले यहाँहरूको यो पोजिसन उथल पुथल गर्न सक्नेछ हामी अपेक्षा गरौँ यो राउन्ड निकै राम्रो यहाँहरूले खेल्नुहुनेछ र हामी एन्टी क्लकमा पुगेका छौँ न्यू क्यापिटलसम्म अघि हामी पुगेर अडिएका थियौँ न्यू क्यापिटल तपाईँ रेडी हुनुहुन्छ हामीसँग विभिन्न 6 वटा सेट्स छन् हरेक सेटमा 5 वटा प्रश्न यहाँले सामना गर्न पाउनुहुनेछ एउटा रोज्नु होला सेट ए सेट 1 यहाँले रोज्नु भएको छ 2 जना मध्ये जोसुकैले जवाफ दिन सक्नुहुनेछ 60 सेकेन्ड भित्र तपाईले 5 वटा प्रश्न पुरै पाउनुहुनेछ यदि जवाफ दिन चाहनु भएन भने पास भन्ने वर्ड युज गर्नु होला गलत जवाफले तपाईको आइसकेको मार्क्स पनि -2 गर्नेछ रेडी हुनुहुन्छ रेडी टाइमर रेडी हुनुहुन्छ योर टाइम एन्ड क्वेशन्स आर स्टार्ट्स फ्रम हियर व्हाट डज ईपीएल स्ट्यान्ड फर इन नेपाली क्रिकेट Average Premier League. Who is the current secretary of the Cricket Association of Nepal? Chatar Bahadur Chanda. Who scored the first Chandra Bahadur Chanda. Who scored the first century in IPL history? Question. Who scored the first century in IPL history? Pass. In which country did Nepal play their first ICC T20 World Cup in 2014? Pass. What is Nepal's best ever ICC T20I ranking? Question. What is the Nepal's best ever ICC T20I ranking? 17. यहाँले जम्मा जम्मी 3 वटा क्वेशन्स को जवाफ दिनुभयो 2 वटा पास गर्नुभयो What does EPL stand for in Nepal? Nepali Cricket Average Premier League is the correct answer. Who is the current secretary of the Cricket Association of Nepal? यहाँले चतुर बहादुर चन्द भन्नुभयो यो गलत जवाफ हो पारस खड्का इज द करेक्ट आन्सर Who scored the first century in IPL history? Brendan McCullum यहाँले पास गर्नुभएको हो In which country did Nepal play their first ICC T20 World Cup in 2014? यहाँले पास गर्नुभयो यसको सही जवाफ बङ्गलादेश What is Nepal's best ever ICC T20I ranking? The correct answer is 11th. यहाँले 17th भन्नुभयो यो 2023 मा 11th र्याङ्किङ नेपालले पाएको थियो 17th र्याङ्किङ चाहिँ अहिलेको र्याङ्किङ हो नेपालको र यहाँले दिनुभएको जम्मा जम्मी एउटा जवाफ सही भएर +6 भएको मध्ये 2 वटा जवाफ गलत भएर -4 भएको छ र र्यापिड फायर राउन्डबाट यहाँले जम्मा +2 गर्नुभएको छ अब हामी वाल्मीकि तर्फ अगाडि बढ्छौं सेट 3 Your question and time starts from here. What does BBL stand for in international cricket? Who is the current president of the Cricket Association of Bagmati Province? How wide should the cricket stump be? How wide should the cricket stump be? Cricket stump कति wide को हुन्छ? Who is the only cricketer to score 400 runs in test match? Who captained Nepal in their first ever Asia Cup match in 2023?
यहाँको जवाफतर्फ अगाडि बढ्छु। म अगाडि नै भन्छु, यहाँले फर्स्ट दिनुभएको जवाफ नै अन्तिम मान्नेछौँ भनेर हामीले भनेका थियौँ। त्यसकारण थर्ड क्वेसनको जवाफ यहाँले चेन्ज गर्नुभएको छ। पहिलो जवाफलाई मैले अन्तिम माने। What does BBL stand for in International Cricket Big Bash League is the correct answer. Who is the current president of the Cricket Association of Bagmati Province is also Paras Khadka. यहाँले जवाफ दिनु भएन, पास भन्नुभयो। How wide should the cricket stumps be? यहाँले 5 सेन्टिमिटर भन्नुभएको थियो पहिले, पछि यहाँले पास भन्नुभयो। तर यहाँको पहिलो जवाफ नै लक भइसकेको कारणले गलत जवाफ भएको छ, 9 inches. Who is the only cricketer to score 400 runs in a test match? Brian Lara is the correct answer. Who captained Nepal in their first ever Asia Cup match in 2023? Rohit Paudel is the correct answer. And तपाईको तीनवटा सही जवाफ 6 into 3 is equal to 18 and 1 wrong answer भएको छ -2 total in total plus 16. ऱ्यापिड फायर राउन्डबाट यहाँले गेन गर्नुभएको नम्बर हो। अब हामी अगाडि बढ्छौँ हिमालय दण्डपाडी। यहाँलाई शुभकामना छ। यहाँसँग 5 वटा विभिन्न अवसर छन् पुरै +30 गर्नको लागि। तपाईसँग अप्सन छन् 2, 4, 5 and 6। सेट 5 मा तपाईलाई प्रश्न यस्तो छ, समय र प्रश्न यहाँबाट सुरु भयो। व्हाट डज एसआर स्ट्यान्ड फर इन क्रिकेट? एसआर। पास। Who is the current captain of the men's under-19 cricket team of Nepal? Who was the captain of Gujarat Titans when they won their first IPL title? Hardik Pandya. Which bowler took the first hat-trick in IPL? Pass. Which stadium is the home ground of the Chennai Super Kings? र लास्टमा पनि यहाँले पास गर्नुभएको छ। जम्मा जम्मी यहाँले 2 वटा क्वेसनको जवाफ दिनुभएको छ भने 3 वटा पास गर्नुभएको छ। व्हाट डज एसआर स्ट्यान्ड्स फर इन क्रिकेट? यसको सही जवाफ स्ट्राइक रेट, यहाँले पास गर्नुभयो। हु इज द करेन्ट क्याप्टेन अफ द मेन्स अन्डर-19 क्रिकेट टिम अफ नेपाल? हेमन्त धामी इज द करेक्ट एन्सर। हु वाज द क्याप्टेन अफ गुजरात टाइटन्स व्हेन दे वोन देयर फर्स्ट आइपिएल टाइटल? हार्दिक पाण्डे इज द करेक्ट एन्सर। Which bowler took the first hat-trick in IPL? यहाँले पास गर्नुभयो लक्ष्मीपति बालाजी पास गर्नुभएको। Which stadium is the home ground of the Chennai Super Kings? MA चिदम्बर करेक्ट एन्सर यहाँले पास गर्नुभयो। यहाँले दिनुभएको 2 वटा जवाफ सही भएको कारण +12 यहाँबाट गेन गर्नुभएको छ। र हामी अब सेकेन्ड लास्ट क्वेसन तर्फ अगाडि बढ्छौँ। तपाईको 3 वटा अप्सन छ 2, 4 and 6। आदिकवि भानु 2। Set number 2. Your questions and time starts from here. What does CPL stand for in international cricket? Caribbean Premier League. Who is the current president of Cricket Association of Chitwan? Sudipia. Who has hit the most success in IPL history? A.B. de Villiers. What is the largest cricket stadium in the world? Narendra Modi Cricket Stadium, Ahmedabad. In which year did Nepal gain T20I status? Question, sir. In which year did Nepal gain T20I status? Pass. यहाँले जम्मा जम्मी 4 वटा क्वेसनलाई एन्सर गर्नुभयो। म त्यसतर्फ अगाडि बढ्छु। लास्ट क्वेसन यहाँले पास गर्नुभयो। व्हाट डज CPL स्ट्यान्ड फर इन इन्टरनेसनल क्रिकेट? द करेक्ट एन्सर इज क्यारिबियन प्रिमियर लिग +6। हु इज द करेन्ट प्रेसिडेन्ट अफ क्रिकेट एसोसिएसन अफ चितवन? सुदीप पिया। हु हैज हिट द मोस्ट सक्सेस इन IPL हिस्ट्री? क्रिस गेल इज द करेक्ट एन्सर। What is the largest cricket stadium in the world? Narendra Modi Stadium, 1,32,000. In which year did Nepal gain T20I status? यहाँले पास गर्नुभयो 2014 AD। यहाँको जम्मा जम्मी 3 वटा सही जवाफले 6 into 3 is equal to 18 and wrong answer -2. The result is 16+. हामी ऱ्यापिड फायर राउन्डको अन्तिममा छौँ। अर्किड रेडी हुनुहुन्छ? तपाईँसँग 4 and 6 अप्सन्स छन्। सेट 6। सेट 6
Expert Creek Quiz, episode 3. Last question set is 6, and your question and time starts from here. What does NRR stand for in cricket? Net run rate. Who is the current head coach of Nepali under-19 women's cricket team? Nepali under-19 women's cricket team. Which Indian player has scored a century on Test debut? Shikhar Dhawan. Who bowled the fastest recorded delivery in cricket history? Who bowled the fastest recorded delivery in cricket history? Shoaib Akhtar. Who is the first Nepalese wicketkeeper to score a century in ODIs? Nepali wicketkeeper to score century? Asif Sheikh. यहाँले एउटा क्वेसन सेकेन्ड क्वेसन पास गर्नुभयो भने अरू सबै क्वेसन एटेम्प्ट गर्नुभएको छ रिजल्ट हेरौँ व्हाट डज एनआरआर स्ट्यान्ड्स फर इन क्रिकेट द करेक्ट एन्सर इज नेट रन रेट हु इज द करेन्ट हेड कोच अफ नेपाली अन्डर-19 वुमेन्स क्रिकेट टिम महेश प्रसाद रिजाल इज द करेक्ट एन्सर यहाँले पास गर्नुभयो विच इन्डियन प्लेयर हैज स्कोर्ड अ सेन्चुरी अन टेस्ट डेब्युट सौरभ गाङ्गुली इज द करेक्ट एन्सर यहाँले रङ एन्सर दिनुभयो हु बोल्ड द फास्टेस्ट recorded delivery in cricket history. Shoaib Akhtar is the correct answer. His delivery speed is 161.3 km/h. Who is the first Nepalese wicketkeeper to score a century in ODIs? Asif Sheikh is the correct answer. Tinota correct answer. 6 into 3 is equal to 18 and 1 wrong answer. The result is -2 and in total you scored 16 plus from rapid fire round. यो सँगै हामीले एपिसोड 3 यही सकिसकेका छौँ एपिसोड 3 को स्कोर तयार हुँदैछ एक्सपर्ट क्रिक क्विज 2025 एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसले प्राउडली प्रेजेन्ट गरेको हो भने अर्गनाइज्ड बाई क्रिकेट एसोसिएसन अफ चितवन CAC पावर्ड बाई BYD मिडिया पार्टनर नारायणी अनलाइन एन्ड ब्रोडकास्टेड बाई नारायणी खेल लाइभ आज विभिन्न 5वटा स्कुल एपिसोड 3 मा प्रतिस्पर्धा गरे 5वटा स्कुल युनिक एकाडेमी NCC अर्किड स्कुल आदिकवि भानुभक्त माध्यमिक विद्यालय वाल्मीकि शिक्षा सदन एन्ड हिमालयन दण्डपाडी सेकेन्डरी स्कुल फाइनल स्कोर तयार भइसकेको छ एकचोटि माथिदेखि नै चेक गरिदिनु होला स्कोरर साथी हामीसँग स्कोर यहाँ आएको छ स्कोरतर्फ म अगाडि यहाँहरूलाई बढाउँदैछु युनिक एकाडेमी NCC 14 पोइन्ट्सका साथमा रहनुभयो हिमालय दण्डपाडी 12 पोइन्टको साथमा रहनुभयो अर्किड स्कुलसँग 28 पोइन्ट रह्यो भने वाल्मीकि शिक्षा सदन र आदिकवि भानुभक्त मावि दुवै 38 पोइन्टका साथमा रहनु भएको छ यसको आधारले दुईवटा टिम बीच टाई भएको छ यसलाई हामी ब्रेक गर्नेछौँ त्योभन्दा अगाडि हामी 3वटा स्कुललाई सहभागिताको लागि हार्दिक धन्यवाद दिँदै हामी यहाँबाट बिदा गर्ने तर्खरमा छौँ म अगाडि आमन्त्रण गर्दछु एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस चितवन अन्तर्गत एक्सपर्ट प्रेपका प्रिन्सिपल आदरणीय प्रचण्ड हमालज्यूलाई अगाडि आमन्त्रण गर्दछु भने क्रिकेट एसोसिएसन चितवनका अध्यक्ष सुदीप पियाज्यूलाई अगाडि आमन्त्रण गर्दछु म सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै हिमालय दण्डपाडी सेकेन्डरी स्कुललाई अगाडि आमन्त्रण गर्दछु सहभागिताको प्रमाणपत्र र टोकन अफ लभ कृपया तयार गरिदिनु होला टाई ब्रेक गर्नतर्फ अगाडि बढिरहेका छौँ वाल्मीकि र आदिकवि भानुभक्त माध्यमिक विद्यालय तपाईहरूको पुरानै पोजिसनमा नै हामीले तपाईँलाई राखेका छौँ हामीसँग दुईवटा क्वेसन्स छन् 1 and 2 हामीले त्यसलाई नम्बर दिएका छौँ जसले 1 पिक गर्नुभएको छ उहाँले नै पहिलो क्वेसन पाउनुहुनेछ र यो दुईवटै प्रश्न अघि जस्तै फर्मेटमा जान्छ तपाईँले फर्स्ट एटेम्प्टमा +6 पास भयो भने +4 गर्नुहुनेछ टाइम पनि त्यही नै हो 30 सेकेन्ड एन्ड 10 सेकेन्ड्स र पास हुन्छ पहिलो क्वेसन वाल्मीकिलाई टाइम ख्याल गर्नु होला द फर्स्ट क्वेसन इज हु वाज नेम्ड द प्लेयर अफ द टुर्नामेन्ट इन द 2015 वर्ल्ड कप क्वेसन फेरि एकचोटि सुन्नु होला हु वाज द नेम्ड द प्लेयर अफ द टुर्नामेन्ट इन द 2015 क्रिकेट वर्ल्ड कप Your time starts from here. Mitchell Starc. Final जवाब हो यहाँको Mitchell Starc is the correct answer +6 यहाँले गर्नुभएको छ र
च्यालेन्ज आएको छ आदिकवि भानुमाविलाई। तपाईँ रेडी हुनुहुन्छ? यो क्वेसन इज हु स्कोर द मोस्ट रन्स इन 2015 ODI वर्ल्ड कप। क्वेसन एकचोटि फेरि पनि तपाईँलाई अघि जस्तै, हु स्कोर द मोस्ट रन्स इन 2015 ODI वर्ल्ड कप। तपाईँको समय सुरु भएको छ। दुवै क्वेसन वर्ल्ड कप 2015 बाट नै। टाइम ख्याल गर्नु होला। समय सकिएको छ। समय सक्नु भनेको वाल्मीकिलाई पास हुनु हो। ब्रान्डन मक्कलम इज रङ एन्सर र यसको सही जवाफ हो मार्टिन गुप्टिल 447 रन्स। यसले केही गर्दैन। बधाई छ वाल्मीकि, यहाँ एपिसोड 3 को विनर बन्नुभएको छ। सँगसँगै यहाँ फाइनलको लागि प्रवेश गर्नुभएको छ। आदिकवि भानुमावि तपाईँ सेकेन्ड पोजिसनमा रहनुभयो। केही छैन, खेल हो, हारजित हुन्छ, सिक्नु ठुलो कुरा हो। वाल्मीकिलाई फाइनलको लागि हार्दिक बधाई र आदिकवि अन्तिममा केही भन्नुहुन्छ? नथिङ सर। हस्, यहाँ हतोत्साही नहुनु होला। यहाँले धेरै सिकेर अगाडि बढ्नु भएको छ भन्ने हामीलाई अपेक्षा छ। म आदिकवि भानुमाविलाई बिदा गर्नको लागि यतिखेर अगाडि आमन्त्रण गर्छु। एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका तर्फबाट म किरण सरलाई अगाडि आमन्त्रण गर्दछु र स्कुलको लागि टोकन अफ लभ पनि ह्यान्डओभर गरिदिनु होला। स्कुलको अफिससम्म यो पुर्याइदिनु होला। धेरै मेहनत गर्नुहुन्छ आदिकवि भानुमावि। हाम्रो अर्को क्विजमा पनि उहाँहरूले राम्रो पर्फर्मेन्स गर्नुभएको थियो। आगामी दिनमा यहाँहरूको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अन्तिममा वाल्मीकि शिक्षा सदन उहाँहरूलाई पनि सर्टिफिकेट अफ पार्टिसिपेसन ह्यान्डओभर गरिदिनु होला र स्कुलको लागि टोकन अफ लभ हामी अन्तिममा दिनेछौँ। उहाँहरू फाइनल प्रतिस्पर्धी हुनुहुन्छ। धेरै धेरै धन्यवाद र हार्दिक बधाई वाल्मीकि। पुनः आसनगढको लागि अनुरोध गर्छु किरण सरलाई। यो सँगै एक्सपर्ट क्रिक क्विज 2025 का सबै एपिसोडहरू हामीले सकेका छौँ। पहिलो राउन्डमा विभिन्न 15वटा सेकेन्डरी स्कुलहरूले 3वटा एपिसोडमा 5-5 स्कुलका दरले प्रतिस्पर्धा गरे। त्यसबाट हामीले फाइनलिस्ट 4वटा पनि पाइसकेका छौँ। म एकचोटि फाइनलिस्ट स्कुलहरूको नाम यहाँ वाचन गर्न गइरहेको छु। पहिलो एपिसोडबाट विनर बनेर अर्बिट स्कुल फाइनलमा प्रवेश गरेको छ भने दोस्रो एपिसोडको विनरको रूपमा नारायणी पब्लिक इङ्ग्लिस सेकेन्डरी स्कुल फाइनलमा प्रवेश गरेको छ। तेस्रो एपिसोडको विनरको रूपमा वाल्मीकि शिक्षा सदन रहनुभएको छ भने र अन्तिम अर्थात् चौथो फाइनलिस्टको रूपमा अरोमा स्कुल भरतपुर फाइनलमा प्रवेश गरेको छ। अरोमा स्कुल पहिलो एपिसोडको रनरअपको रूपमा उसले 44 मार्क गेन गरेको थियो र 3वटा एपिसोडमध्ये रनरअपहरूमध्ये सबैभन्दा हाई स्कोर गर्ने स्कुलको रूपमा अरोमा स्कुल फाइनलमा प्रवेश गरेको छ। बधाई तथा शुभकामना अर्बिट, नारायणी पब्लिक, वाल्मीकि र अरोमा स्कुललाई। हाम्रो भेट अब फाइनलमा हुनेछ। फाइनलमा 4वटा विद्यालयले प्रतिस्पर्धा गर्नेछन्। तबसम्मका लागि एपिसोड 3 बाट म क्विज मास्टर विनोद बाबु रिजाल आज्ञा चाहन्छु। नमस्ते। Expert Education and Visa Services Chitwan presents Expert Creek Quiz 2025, where knowledge hits a 6. Organized by Cricket Association of Chitwan CAC. Powered by BYD. Media partner NarayaniOnline.com. Broadcasting partner Narayani Khel Live.